बुटोलमा खुल्यो कोमार्ट, जहाँ गइसकेपछि सम्पूर्ण कोरियन सामान एकै ठाउँमा पाउन सक्नुहुन्छ। ल आज कोमार्टमा के छ त हामी हेरौँ है त। ल यहाँबाट सुरु गरौँ। जस्तै नुडल्सबाट होइन, तपाईँहरू कोरिया भनेपछि सबैभन्दा नेपालमा बढी बिक्री नुडल्स नै रहेछ कि। अब नुडल्ससँगै यो कफी, कोरियन कफी पनि देख्न सक्नुहुन्छ भने यो नुडल्स जुन बुलडक स्पाइसीमा यो कपमा पनि आउँदो रहेछ। अनि त्यहाँको किम्ची, कोरियन किम्ची भनेपछि त एकदम फेभरेट यो पिक्कलै है होइन। अब त्यहाँको जुस पनि एकदमै राम्रो हुँदो रहेछ होइन। अब जस्तै तपाईँले देख्न सक्नुहुन्छ जुस। अब यो ब्ल्याक बिन्स सस यो पनि एकदमै राम्रो चिज रहेछ। अब एभ्रिथिङमा युज गर्न मिल्ने। अब सुसी नुरी हेर्नुहोस् है, यो सुसी बनाएर किम्बाब बनाएर खान सकिँदो रहेछ होइन। अब यो लन्चर मिट, यो पोर्क लन्चर मिट रहेछ। अनि यो बुलडक सस त यति राम्रो बिक्दैछ, यो 2X 1X र कार्बोनारा यो 3टा फ्लेभरमा आउँदो रहेछ होइन। तपाईँले देख्न सक्नुहुन्छ कोचुजाङ, कोचुजाङ पनि एकदमै डिमान्डेड चिज रहेछ। अनि यो कोरियन चामल पनि एकदमै राम्रो हुँदो रहेछ। अब यहाँ आइसकेपछि तपाईँले रेडिमेड किम्बाब पनि पाउनु हुँदो रहेछ। ल हेर्नुहोस् है, मात्र 250मा तपाईँहरूले पाउनु हुँदो रहेछ। ल हेर्नुहोस् है। अब अर्को भयो यो जुन कोरियाकै नम्बर 1 सिन रामेन कपमा पनि आउँदो रहेछ होइन। तपाईँले विभिन्न भेराइटीमा यो भेजमा होइन। अनि यो भयो सुपर स्पाइसीमा। अनि तपाईँले देख्न सक्नुहुन्छ अलि तपाईँलाई ठुलो खाल चाहियो भने सिन रामेन बिग कप पनि रहेछ। अनि अलिक यो अर्कै फ्लेभर चाहियो भने सिन रामेन यो जुन श्रिम फ्लेभरमा पनि पाउँदो रहेछ। हेर्नु चाहिँ एज अ होल कोरियन सामान त एज अ होल जस्तै सिन रामेन त अब कोरियाकै नम्बर 1 नुडल्स भइसक्यो होइन। अब तपाईँलाई लोकेसन पनि दिन पर्यो ठाउँ जानलाई। तपाईँ मिलनचोक, बुटोलको मिलनचोक आउनु पर्ने हुन्छ। मिलनचोकदेखि तपाईँ पश्चिमतिर, अब हामी पश्चिमतिर जस्ट 3 कुने चोकतिर लाग्दैछौँ। अब 3 कुने चोकतिर लाग्दैछौँ। अब 3 कुने चोकदेखि नजिक आइपुग्यौँ हामी। अब हामी लगभग 3 कुने चोक पनि आइपुग्यो। ल अब 3 कुने चोकबाट तपाईँहरू जुन तलतिर जुन अब यता देवीनगर जाने भन्दा पनि तलतिर साइडतिर होराइजन चोकतिर जान पर्ने हुन्छ होइन। अब हामी होराइजन चोकतिर हिँडिरहेको छौँ। तपाईँ अब हामी लोकेसनको नजिक पुगिन लागिसकेको छ होइन। सिद्धार्थ कटेजको पछाडिको भाग पनि हामीले कटिसक्यौँ होइन। मोन्टाना पनि हामी कटिसकेका छौँ। जस्तै सिद्धार्थ इन्टरनेसनल कलेज यो पनि हामी कटिसक्यौँ। ल हेर्नुहोस् है, अब हामी कोमार्टको नजिक आइपुग्न थालेको छ होइन। तपाईँलाई अब त्यहाँ के सामान पाइन्छ त सम्पूर्ण देखाइसके। अब लोकेसन मात्रै बाँकी हो हाम्रो देखाउनु पर्ने। अब यो आई एक्सप्रेस र कोकोयाको जस्ट अपोजिटपट्टि यो कोमार्ट रहेको छ। ल तपाईँ कोमार्टमा लोकेसनमा आउनुभयो। ड्याडिज किचन उता पर भयो। अनि कोकोया आई एक्सप्रेसको जस्ट अपोजिटपट्टि कोमार्टको लोकेसन रहेको छ। थप जानकारीको लागि स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।